म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। थोरै स्वास्थ्य प्रतिकूल भएको कारण मैले हजुरहरूसँग प्रत्यक्ष भिडियोमा आउन सकेको छैन। मलाई बुझ्नुभएको छ, बुझ्नुहुनेछ भन्ने पनि अपेक्षा राख्न चाहन्छु। सर्वप्रथम, अर्को औषधि छैन यो जगतमा सत्मार्ग दर्शाउने, सारा दुःख दरिद्र नष्ट गर्दै ऐश्वर्य वर्षाउने, रक्षा गर्छ विदेशमा सुजन हो साथी सरीको भई, शिक्षा अमृत हो चुसेर रस यो बाँचौँ र नाचौँ यही, शिक्षा अमृत हो चुसेर रस यो बाँचौँ र नाचौँ यही। एउटा शिक्षा भनेको उज्यालो ज्योति, जसका बन्द नेत्र छन् त्यसलाई सत्कर्मद्वारा बन्द नेत्रलाई खुलाउने एउटा पाठशाला, जसको एउटा जिम्मेवारीत्व बोध गरेर हाम्रो आदरणीय सरले एउटा स्कुलको प्रधानाध्यापकको भूमिका निर्वाह गरिरहनु भएको छ। यहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। आज मैले भर्चुअल माध्यमबाट हेर्न सफल भएँ, प्रत्यक्ष उपस्थित हुन सकिनँ, तर पनि त्यहाँको अवस्था र त्यो बाबु नानीहरूले सुरुमा गाएर नाचेको देख्दाखेरि मैले आफ्नो जीवनलाई फर्केर हेरेँ। म पनि एउटा गाउँको पाखाभित्तामा हुर्किएको मान्छे हुँ, त्यही अवस्थामा त्यस्तै अवस्थाबाट गुज्रिएको व्यक्ति हुँ। सामान्य परिवारबाटै हामी हुर्किएका हौँ। हामी बाबाका 6 वटा सन्तान, पाखाभित्तामा जन्मियौँ, हुर्क्यौँ। हामीले स्कुल लेभलसम्मको शिक्षा गाउँबाटै गऱ्यौँ र त्यो परिवेशमा कसरी हुर्किन्छ, कसरी बढिन्छ, कस्तो दुःख हुन्छ भन्ने कुरालाई महसुस गरेका छौँ, भोगेका छौँ। ती भोगाइहरू प्रत्यक्ष देख्दा मैले राम दाजुसँग सिटुक्क भने पनि यता ग्रुपमा भन्दा बाहिर आएर मैले त्यतिखेर थाम्न सकिनँ। मेरो एकदम भक्कान छुट्यो, किनकि जब दसैँ आउँछ हामीलाई स्कुल ड्रेस किनिदिनुहुन्थ्यो बाबाले। त्यो ड्रेस पाउँदा हामी कति खुसी हुन्थ्यौँ। ती अवस्था सबै प्रत्यक्ष झलझली आँखामा थिए र ती बाबु नानीहरूले त्यहाँ हामीलाई गरेको स्वागत सम्मान, हजुरहरूले गर्नुभएको स्वागत सम्मान र सरले गर्नुभएको तयारी देखेर मलाई एकदमै भावुक बनायो। त्यो यथार्थ पनि हो र जसरी हामी जोडिएका छौँ एउटा सत्कर्मका लागि भनेर हामीले 2 वर्षको सङ्घार पार गरिसक्यौँ, हजुरले पनि जानकारी भएकै छ। र यसरी गर्नका निमित्त हामीलाई जतिजना भगवानका भक्तहरूले यो साथ सपोर्ट गर्नुभएको छ, जसरी हामीले गरेका कार्यलाई निहाल्नु भएको छ र हजुरहरूले गर्नुभएको कार्यप्रति हामीलाई पनि एकदमै इच्छा जागेको छ भनेर जतिजना पनि मनकारी मनहरूले हामीलाई यो मार्ग कोर्नु भएको छ, यो सबैप्रति म उच्च सम्मान गर्दै र हाम्रो आदरणीय दाजु राम बास्कोटा हजुरले दिनुभएको बाटो डोर्याउने क्रममा हामीले पाएको लक्ष्मीनाथवाला परिवारले पाएको र हामीले पाएको यो माया साथको पनि म सदैव सम्मान गर्दै हजुरलाई सदैव नमन सम्मान व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि यसै गरी सहयात्रा गर्दै अघि बढ्न सकौँ, हामीलाई भगवानको सामर्थ्य शक्ति प्रदान होस् भन्ने पनि मङ्गल कामना गर्दै फेरि पनि सर हजुरलाई म नमन सम्मान व्यक्त गर्दै हामीसँग अब यो जोडिएको सम्बन्ध प्रगाढ बन्ने छ। हामी सत्कर्ममा जोडिएका छौँ, हामी एउटा सेवाको भावमा अघि बढेका छौँ भने हजुरले त त्यत्रो जिम्मेवारी, त्यत्रा विद्यार्थीहरूको जिम्मेवारी, जसरी बिरुवा बढ्दै जान्छ त्यसले फल दिँदै जान्छ, अरू नयाँ बिरुवाहरू उम्रदै जान्छन्, ती सम्पूर्ण जिम्मेवारी आफ्नो एउटा कार्यभार लिने समय पिरियडसम्म हजुरले त धेरै उत्पादन गर्नु छ, फुलाउनु छ, फलाउनु छ, त्यो जिम्मेवारी बोक्नु भएको छ। हजुरलाई पनि भगवानले सदैव कल्याण गरेर यी जिम्मेवारी सहज तरिकाबाट व्यतीत गर्न सक्ने सामर्थ्यवान हुनुहुन्छ भने अझ बढेर जानुहोस् भन्ने पनि म भगवानसँग कामना गर्दै मेरा 2 शब्द टुङ्ग्याउँछु। जय श्री राधे।